हिरोइन भएर आउनु लाग्न आज आम्मा हिरोइनवाला फिल आइरहेको होइन मम्मी त पुरा हिरोइनवाला फिल आयो गुड मर्निङ एभ्री वान गुड मर्निङ न्यू डे विथ द स्पेसल डे सो आज चाहिँ माघको 9 गते मेबी 9 गते सो आज चाहिँ स्पेसल सरस्वती पूजा प्लस स्पेसल न्वारान पनि सो अब हाम्रो चाहिँ खासमा अघिबाट धेरै कुरा नै भइसक्यो प्लानिङ अनुसारले सो अहिले एकछिनमा चाहिँ हामीले के बनाउँछु भन्दाखेरि यहाँ चाहिँ स्पेसल प्रोग्राम छ अब सरस्वती पूजा पनि स्पेसल नै भइरहेको होला तपाईँहरूको म चाहिँ अघिबाट काममै थिएँ सो अब एकछिनपछि अझ एक्स्ट्रा बन्नेवाला छ उता सबै आफ्नो काममा छन् म चाहिँ एकछिन फुर्सद मिलाएर भिडियो बनाऊँ भनेको किनकि मेमोरी पनि हुन्छ नि त भोलिको लागि सो द्याट्स वाइ अब उता यहाँ अङ्कलले चाहिँ खानाको प्रोग्रामको लागि बनाइराख्नु भएको म चाहिँ अब एकछिनमा के गर्छु भन्दाखेरि भित्र म्यानेजिङ धेरै नै बाँकी छ सो त्यो सकाएर त्यसपछि बाँकी आउने नै छु स्टे ट्युन है त हाम्रो ट्याक्कै अलमोस्ट पूजाको लागि यता सामानहरू रेडी गरौँ यता चाहिँ हामीले यो बस्नको लागि बनाएको यता चाहिँ अब पूजा हुन्छ अहिले फेरि अनि वालमा चाहिँ अहिले चाहिँ खासै पेन्टिङ सेन्टिङ भएन नि त सो त्यही भएर चाहिँ खानासाना बनाउने तयारी भइरहेको अहिले चाहिँ हामी एकछिनपछि त्यहाँ पनि आन्टीहरूले गरिराख्नु भयो उतातिर सबै आफ्नो सकिरहेको सो त्यसपछि आउँछ अझ खतरा के हुन्छ आज लक्ष्मी के अरे सरस्वती पूजा हो त्यहाँ पनि पूजा गर्नुपर्ने हुन्छ एकछिनपछि सो स्टे ट्युन अहिले चाहिँ लाग्नु कामतिर काम गरौँ काम धेरै कुराहरू देखाउने छु हेर्दै मान्छे अब पानी सानी पऱ्यो भने धेरै आउँदैन बादल पनि लागिरहेको खासमा पानी पऱ्यो भने धेरै हुँदैन होला त्यही पनि ठिक छ तयारी गरिराखौँ होइन यतातिर आगो पनि रेडी छ अहिले यतातिर तरकारी रेडी हुन्छ मासु लिन जानुपर्ने छ अहिले अनि यता अचारको लागि बनिरहेको छ हाम्रो यहाँ मिक्सिङ भइरहेको मिक्सचरिङ भइरहेको मिक्सचर भइरहेको अनि बाहिर पनि बनिरहेको पकाएर मासु ल्याएर आइसकेँ म अब खाइरहेछन् समग्रमा अनि पछि अब त्यही हो अघिबाट बिजी अब आउँछ आज कडक मासु नै ल्याइदिनु पर्छ अनि 50 किलो अब त्यही हो मासु 50 किलो ल्याइसकेपछि अब 5 पाक्छ अब के छ भन्नुपर्ने तिमीलाई खासमा भिडियो बनाउनुलाई आयो हो ब्लगमा साँझ भिडियो सिडियो आउँछ यहाँ अनि बजे पहिल्यैबाट थियो मेरो बजेले टक्कै यहाँ लगाएर अब बन्ला छ पुरी बन्ला छ मक्क भइरहेको आफू मैले छ मेरो प्रिन्स ब्लग तिरुवल लाइन आइरहेको छ डेली नै हालिरहेको छु म प्रायः यतातिरबाट आज पनि आउँछ तल को बोलिराख्नु लागिसक्यो मेरो सब्सक्राइब बढ्ने भयो आज फेरि 2-3वटा सब्सक्राइबर माथि युट्युब च्यानल सोधिराख मेरो खै त सब्सक्राइब के हो नाम भनेर सो अब त्यही भन्छु अहिले गएर म अनि बढ्छ सब्सक्राइबर जे होस् योपालि के छ भन्नुपर्ने भन अनि भन्छु ल अङ्कलले अब विशेष रूपमा दाइसँग कुरा भएको थियो हिजो नयाँ त्यो राख्नु प्रिन्स ब्लग तिरुमल लाइनमा आइहाल्छ साँझ होइन त हिरो बुन्दिया खाएर उसले पनि बुन्दिया खाएर होइन खायो बुन्दिया खाएन सो अघिबाट धेरै काम पनि भइसक्यो आजलाई मैले चाहिँ धेरै गरिसकेँ अनि 10-15 राउन्ड चाहिँ बजाएर लगाइसक्यो एकछिन काम पनि धेरै भइसक्यो अब अघिबाट धेरै कुरा देखिसक्नु भएको होला अब एकछिनपछि बच्चालाई चाहिँ टिका लगाउने प्रोग्राम पनि हुन्छ सो त्यो पनि देखाउने नै छु हेर्दै गर्नु होला अनि थ्याङ्क यू तपाईँहरू धेरैलाई सपोर्टको लागि सो अब माइक कुरा चाहिँ गर्दै जाउँ के हुन्छ हेर्दै जाउँ जय होस् राम्रै छ सब
साथीभाइहरू अल राइट, अघिबाट धेरै कुराहरू पनि भइसक्यो। अब काम म आज बाइक नहुनाले लास्ट प्रेसर भयो क्या। कम्तीमा 10 मिनट हिँडेर पसल लाउनु पर्यो यार। अघिबाट 10 राउन्ड भनेपछि 1 राउन्ड मासु लिन 2 राउन्ड 3 राउन्ड 4 राउन्ड 10 12 राउन्डमा पुगिरहेको छु। फेरि 12 एकचोटि मात्र जाँदा 24 भइसक्यो यार। अनि पछि अब अहिले एउटा भेल लिनु गइरहेको, गुड लिनु गइरहेको। अनि घर प्रोग्रामहरू अघिबाट त्यस्तै भइरहेको। जस गरिरहेको सबै आफ्नो आफ्नो पुरीहरू सेलहरू के पाकिरहेको थियो, मासुहरू पाकिरहेको थियो। मलाई चाहिँ फेरि त्यो गुड लिन पठाइहालेँ। आज आजै बाइक नहुनु, आजै प्रोग्राम हुनु। सो जे भयो नि ठिक छ। सो अब चाहिँ म एकछिनपछि ब्याक टु होम। अनि पछि देखाउँछु तपाईँहरूलाई के हुन्छ, कस्तो हुन्छ। मलाई फर्स्ट टाइममा थाहै थिएन यो कुराहरू। सो कपाल चाहिँ खोलिदियो अहिले मेरो बल्ल आएन। एकछिनपछि फेरि लाउँछु होला, प्रेसर आयो भने कहीँबाट, होइन भने चाहिँ यस्तै बस्दिनँ। सो हेर्दै गर्नु होला। अब एकछिनपछि खाना नास्ता पनि खाउँ, भोक पनि लाग्छ यार, बिहानबाट केही पनि खाएन। मलाई त पुरै गाउनु नि त। अरू त्यसमै ठुलोलाई अब टक्क पिठो बनिरह यहाँ, उता सुन्दाले खाइरह, उता मम्मीले बनाइरह। ए उडायो भाउजूले खालि। आन्टी पुरा साइलेन्ट छ नि, के भयो त हामीलाई? धुवा लाग्यो क्या? अब तातो छ, मिठो छ। यस मिठो छ, रमाइलो छ। अब पुरीहरू सेलहरू राम्रै बनिरहेको, खानुपर्ने हुन्छ। अहिले यहाँ पछाडि पनि हरियो बारी छ, उता विद्युत छ यहाँनिर, होइन? त्यही हो, ठिक छ, रमाइलो छ। त्यहाँ फोटो खिच्यौँ। अब यो ठ्याक्कै भन्न लाग्छ, बेदी भन्छ यसलाई, होइन? बेदी भन्छ। यो भन्यो बेदी, होइन? त्यो फर्स्ट आयो ल। चेलोको नाम के राख्छ सन्द? तेल तेल होइन? ए खुट्टा अहिले म चाहिँ फेरि 25 टाइम चाहिँ बजार राउन्ड अपको लागि अहिले चाहिँ फुपा आउनु हुन लाग्छ। त्यही भएर भाइ पनि छ क्या, अघिबाट धेरै नै दौडिसक्यो। अहिले चाहिँ दाइलाई बाइक मागेर फेरि अघिबाट हिँड्दा झ्याउ भइसक्यो नि त, त्यही भएर बाइकमा आयो। अब एकछिनपछि फेरि ब्याक टु त होम। अनि हेरौँ, त्यहाँनिर त्यो मगर भाइ पनि छ, सायद त्यो मगर भाइलाई म भेट्छु होला अहिले। अनि अस्तिको भिडियो मगर भाइको राम्रै गएको थियो, आज पनि भेटौँला भनेको। अनि त्यही हो, ल भाइ चाहिँ भाइ र फुपू वेटिङमा हुनुहुन्छ, उहाँलाई चाहिँ पहिला घर पिक गरिहाल्नु, त्यसपछि लागि भेटौँला नि त, होइन त? अघिबाट धेरै कुरा सकिसकेको छ खासमा, कामकाज होइन। अब एकछिनपछि टिका सिका लाउने भन्ने हुने छ। अब यतातिरबाट सबै कुरा राम्रै भइरहेको छ। यतातिर हाम्रो यहाँ म देखाउँछु, भित्रभित्र धेरै भइरहेको खासमा। यतातिर सब रमाइलो छ, खिचिदिन्छ अहिले। यतातिर छ आन्टी हुनुहुन्छ यता, होइन? 2टा आन्टी 3टा आन्टी, फुपू हुनुहुन्छ, होइन? उता बोजू छन्, यहाँ मम्मी हुनुहुन्छ, भाजे हुनुहुन्छ, सबै छन्, सब छन् यहाँ। यहाँ पनि जम्मै आन्टी छन् खासमा, सब आन्टी छन् भित्र, होइन? ठिक छ। जस अब उता मम्मी पुरा अब चाहिँ के हुन्छ, अब खाना उतातिर भइरहेको, उतातिर पनि खानुपर्ने हुन्छ। उता सीता अन फ्रेम, होइन त? खाना खाऊ, तिमी खाना खा ल। उतातिर के छ त, केही भन्नुपर्ने छ तिमीलाई भ्लगमा आएर? ल भन, हो त्यसो के छ? यहाँ सब्सक्राइबरहरूलाई भन, अनसब्सक्राइबरलाई चाहिँ सब्सक्राइब भनिदियो, लाइक कमेन्ट सब्सक्राइब हान्दिनु ल। अझै बाजे यहाँ बाजेले धेरै गर्नुभयो। नास्ता सास्ता के छ, फलफुलहरू काटिदिएन? कस्तो भइरहेको अनुभव, एक्सपिरियन्स? यता आन्टीहरू हुनुहुन्छ, होइन? उता सबै लगाइराख्ने भन्ने छ, उता आन्टी पनि हुनुहुन्छ।
बस बढी जानुभन्दा अगाडि ल यहाँ बनिरहेको छु जे होस् आन्टी छन् आन्टीको भिडियो अस्ति पनि हालेर मैले हेरेन हस्पिटलको खोजिसक्यो गर्दैन बोलाइहाल्छु म काका बनिसक्यो अब खानासाना पनि खाइसक्यो अहिले एकछिनपछि के हुन्छ रमाइलो छ जो सबैको भइसक्यो खानासाना पनि भइसक्यो अब एकछिनमा रेडी पनि भइसक्यो अब सबै कुरा भइसक्यो आज एकदम चिल नै भयो एकदम क्लाइमेट पनि एकदम बल भएको थियो सो अहिले चाहिँ उता माथि टिकटक पनि बनिरहेको कहाँ ऊ त्यहाँ वाउ यता छतभरि मान्छे छ अनि यता पनि आमाहरू हुनुहुन्छ सो आन्टीहरू पनि हुनुहुन्छ अब त्यही हो अहिले चाहिँ निस्किनु पर्ने हुन्छ भातसात खाएर एकछिन बजारतिर निस्किन्छु फाइनल्ली हाम्रो यहाँ हराएको भाँडा भेटिसकेछ हराएको भाँडा चाहिँ आन्टीले काउन्टिङ हानिराख्नु बस दुईटा त्यहाँ छ भन्नु मन लाग्थ्यो त अझ दुईटा हरायो अब त्यो दुईटा पनि भेटिन्छ होला एकछिनमा फाइनली बिहानदेखि साँझसम्म कहानीहरू धेरै नै बवाल पनि भइसक्यो अब एकछिनपछि के हर्ने खानासाना खाइसक्यो नाच्ने भनेर डिजे पनि लाग्यो त्यो पनि खासै काम दिएन अब त्यही हो भिडियो सिडियो अपलोड हान्ने भिडियो पोस्ट हान्ने त्यसपछि के हर्ने एडिटिङ गर्ने भिडियो पोस्टिङ त्यसपछि हुन्छ अब एकदमै रमाइलो भयो आजको दिन एकदमै राम्रो गयो मलाई रुगाखोकी लागेर पुरा नाक बन्द भएर मुखले अर्कै बोल्नुपर्ने भएको छ उता हाँसिदिइराखान् मजाले भ्लगिङ गर्दाखेरि सो एक दिन भ्लगमा कोल्याबरेट हान्छु खतरा सब्सक्राइबर बढेपछि त्यही हो जय होस् अब एकछिनपछि खतरा भिडियो आउँछ हेर्दै गर्नु होला अल राइट सो दिनभरि यो कहानी एकदम रमाइलो भयो जे होस् अघिबाट धेरै कुराहरू देखिसक्नु भएको थियो होला होप इन्जोय गर्नु भयो होला रमाइलो भयो होला अनि अब के भन्नु माथितिर बादल लगाइसक्यो यस्तो भइसक्यो आज पानी चाहिँ 100% पर्छ जे होस् लुगाहरू पनि दिउँसो सुक्यो अनि लुगाहरू पनि सुक्यो काम पनि दिनभरि पानी परेन एकदम रमाइलो भयो सो अब एकदमै रमाइलो भयो भोलि जिम पनि अफ छ सुत्छु एकछिनलाई अनि बाँकी कुराहरू धेरै नै रमाइलो भयो अब उताबाट एउटा नाच्दै आउनु लाग्छ सो अहिले टिकटकमा हुन्छ सबै कुराहरू त्यही हो अब आशा गरौँ भोलि पनि अझ एक्स्ट्रा दिनेछु अब धेरै दिनपछिको आज हो हिजो अस्ति पनि आएको थियो आउनु त सो अब बालेन र रवि मध्ये एकजना प्रधानमन्त्री हुन्छ नै अभियसली सो त्यही हो आशा गरौँ एकदमै रमाइलो भयो बाँकी कुराहरू के छ भन्नुपर्ने केही छैन बाँकी केही छैन भन्नुपर्ने खासमा सो उता बच्चाहरूले केटाकेटीहरूले के पो खेलिरहेको छ यतातिर लागिरहेछन् सब आफ्नो
ठिक छ भाइ कुरो त्यही हो आजको लागि चाहिँ यति नै फ्रेममा अर्को मान्छे आइसकेको छ यता के छ भन्नुपर्ने केही छ केही छैन कस्तो लाग्यो त अतरिया खासमा एकदम राम्रो बेस्ट छ राम्रो लाग्यो सो आज भाइ पनि क्याप्चर भइसकेको छ यहाँ खासमा अब त्यही हो आजको लागि यति नै भनौँ बढी धेरै कुरा के गर्नु अब भ्लग स्लग यतै इन्ड गरौँ आजलाई सो थ्याङ्क्स फर वाचिङ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब डोन्ट फर्गेट टु प्रेस बेल आइकन द्याट्स फर अल राइट